यो जिल्ला मेला भन्छ के अरे। हामी यहाँ आइपुग्यो तर मेलामा मान्छे अलिअलि जम्मा हुँदैछ। केही सामान्य पसलहरू चाहिँ थापिएको छ। अहिले हामी यो माथि टावर भएको ठाउँमा आयो। यो चाहिँ टावर हो गाइस। यतातिर मान्छेहरू आज यो फोटो सेसन गर्न आउँछ। यो हरेक समयमा मान्छे चाहिँ आइरहेको छ कि, तर आज मेलाको आज दिन विशेष दिनमा चाहिँ टन्नै मान्छे नै आउँछ। चैते दसैँको अवसरमा लाग्ने यो पौराणिक मेलामा छौँ। आज यहाँ अलिकति भिडभाड देख्न सकिन्छ। हेलो गाइस, आज यो चैते दसैँको अवसरमा लाग्ने मेलामा आएको छ। यो जिल्ला मेला भन्छ के अरे। हामी यहाँ आइपुग्यो तर मेलामा मान्छे अलिअलि जम्मा हुँदैछ। केही सामान्य पसलहरू चाहिँ थापिएको छ। यतातिर देख्न सक्नुहुन्छ गाडी मोटरसाइकलहरू टन्नै छ है। हामी आएको चाहिँ यताबाट हो, यो बाटो हो। मोटरसाइकलहरू यता पार्किङ गरिएको छ। अनि म चाहिँ यता छु। अब माथि टावरमा जानुपर्छ एकचोटि जस्तो लागिरहेछ। त्यस पछाडि मेला हेर्न आउनुपर्छ। टन्नै लाग्छ जस्तो लागेको मेला। फर्स्ट टाइम आएको तर मान्छे चाहिँ टन्नै हुन्छ जस्तो लाग्यो। यो ठाउँमा चाहिँ प्रायः रोल्पा अनि रुकुम अनि त्यसपछि यता परिवर्तन गाउँपालिकातिरको मान्छे चाहिँ जम्मा हुन्छ भन्ने चाहिँ सुन्नमा आएको छ है। ल लेट्स गो। मैले यहाँको अरू दृश्यहरूलाई चाहिँ पछाडि देखाउने छु। हामी रिपिटर जाँदैछ ठ्याक्कै एउटा रमणीय ठाउँमा। यो ग्राउन्ड भएको ठाउँमा आएको छ। यो माथि यो ठाउँमा जाने हो। त्यहाँ टावरमा मान्छेहरू आज जम्मा भएको हुन्छ जस्तो लाग्छ। एउटा अरू बेला पनि यहाँ मान्छे चाहिँ आइराख्ने ठाउँ हो। हामी यो माथि टावर भएको ठाउँमा आयो। यो चाहिँ टावर हो गाइस। यतातिर मान्छेहरू आज यो फोटो सेसन गर्न आउँछ। यो हरेक समयमा मान्छे चाहिँ आइरहेको छ कि, तर आज मेलाको आज दिन विशेष दिनमा चाहिँ टन्नै मान्छे नै आउँछ। यता देखाउँछु म। यो चाहिँ हो टावर माथिको, दामी देखिरहेछ। मान्छे चाहिँ यता टन्नै रहेछ फोटो सेसन गर्नलाई। मेला खासमा तल हो लाग्नुपर्ने एरिया चाहिँ, तर यहाँ पनि यो अलिकति रमणीय ठाउँ भएको हुनाले यहाँ पनि मान्छेहरू अवलोकनको लागि आउने गर्दछ। चैते दसैँको अवसरमा लाग्ने यो पौराणिक मेलामा छौँ। आज यहाँ अलिकति भिडभाड देख्न सकिन्छ। यो रिपिटर भन्ने ठाउँ हो। यो समथिङ त रोल्पामै एरिया पर्छ होला, तर यहाँ रुकुमको मान्छेहरू पनि यो मेलामा आउने गर्दछ। सँगै रोल्पाको परिवर्तन गाउँपालिका अनि यता सायद गङ्गादेव गाउँपालिका लगायतको ठाउँको मान्छेहरू चाहिँ यहाँ यो मेलामा भिजिटको लागि आउँदो रहेछ। सो आजको यो मेलाको विशेष यहाँ चाहिँ आज फोटो सेसन नै भएको जस्तो देखिन्छ है। मेला चाहिँ तल हो तर यहाँ माथि फोटो सेसनको लागि मान्छे विशेष फोटो सेसनकै लागि आउँदो रहेछ। भिडभाड हुँदैछ। यो यस्तै भिडभाड माथि पनि छ। यता पनि त्यस्तै भिडभाड देखियो। तपाईँ सबै देखिनु ल, मैले देखाइदिएँ। हाई भन्नु।